हेलो गाइज, आज चाहिँ हामी जुम्ला बस पार्कबाट उठ्छु जाँदैछौँ हैन। गाडी लगेर यहाँ चाहिँ भिना हुनुहुन्छ। के छ भिना, ठिक छ जाने? ल हेर्नुहोस्, यहाँ चाहिँ माथि रहेको त्यो चिमारा मालिका हो। तल बजार देखिरहेछ, माथितिर हिमाल सुन्दर देखिरहेछ। ल गाडी त केही छैन, खाली छु, प्यासेन्जर छैनन्। अब के गर्ने, जानु पर्यो। अब एयरपोर्टतिर जान्छौँ। ल हामी चाहिँ यहाँ अब सपोर्ट गरिदिनु पर्यो, लाइक कमेन्ट सेयर गरिदिनु पर्यो जति सक्दो। यो चाहिँ बस पार्क चन्नाथ काउन्टर अगाडि जुम्ला चिमारा मालिका। अब माथितिर चाहिँ रहेको छ, यसलाई भन्छन् चेरे चौरतिर भयो। यो माथि डाँफे लेक। हामी चाहिँ बस पार्क हुँदै एयरपोर्टतिर जान्छौँ। सब गाडी खालीको खाली रोकिरहेछन्। के गर्ने, मान्छे चल्दैनन्। यो चाहिँ उच्च अदालत जुम्ला। यहाँ चाहिँ अगाडि रहेको छ सीमा चौर। यहाँ रङ्गशाला बन्दैछ जुम्लाको। यहाँ खासै देखिया छैन, घरहरूले गर्दा छेकिया छ। यो चाहिँ हामी कालेखोली पुग्यौँ। बाटो यस्तै छ, हिलो खाल्डा खोल्डी हिलो छ। ठ्याक्क यो माथि चाहिँ एयरपोर्ट जुम्ला विमानस्थल। यहाँबाट चाहिँ पुग्ने प्यासेन्जर यहाँ जुम्ला एयरपोर्ट टु उर्थु। माथि डाँडातिर हिउँ बबाल देखिरहेछ, किनभने तलतिर परेन हिउँ।